पापड, फर्सीको बियाको अचार, आलु र लट्टेको साग, कुखुराको मासु, धानको भात अनि यहाँ दही पनि छ। गाइस खाए ल। मिठो। मलाई चाहिँ यो लट्टेको साग पनि लास्ट टाइम मिलेको छ। गाइजहरु तपाईहरुको कलाई मन पर्छ कमेन्ट गर्नुस् ल। मैले आज खानामा चाहिँ पकाउँदाखेरि मजाले घिउ मिसाइदिएको थिएँ क्या। लास्टमा मिठो भयो। अस्ति नै व्रत अलेको बेला हामी त्यसरी नै खान्थ्यौँ क्या घरमा। त्यही याद आयो मलाई। यस्तो गरेर पकाइदिएको आमाले त खाँदै हुन्छ। कस्तो मिठो छ गाइजहरु घरकै लोकल हो नि त, घरमै जमाएको घरकै गाईको दही। धेरै बेर तताएर जमाएको दुधको दही नै बेग्लै स्वाद हुन्छ नि त। मलाई चाहिँ फेरि बाहिरको चाहिँ मन नपर्ने चाहिँ होइन कि बाहिरको पनि मनपर्छ, तर दही चाहिँ किनेको दहीमा चिनी हालेको हुन्छ नि त, त्यही भएर त्यो दही चाहिँ मन पर्दैन। पापड तो बसेगा। तातो खाना माथि राखेको कि बाफले गाइस म पापड लिएर आउँछु ल। पापड सक्यो। मैले पापडको झोला नै लिएर आएँ। त्यसै जुन टाइममा पापड खानु त्यही भएर मैले एउटा मात्रै गरेको थिएँ। इच्छा नहुँदा हौ यहाँनिर नैजा दिन्छु त पख खालि ससुराली जान्छ अनि मैले भात खान थालेपछि आइज यो बिरालो पक्कमा म दिन्छु म खाइसकेर। अगाडि सकेछु गाइस म।
मैले यस्तो छाला आएर पनि मन पर्दैन के। Sorry guys, I'm really खाना लिया। खाना तो बड़ा खाएगा ही, अब 12 मसाल बने बस्नै सक्दिनँ होला। पापा चाहिँ मलाई भरे लाग्छ अब। Thank you so much for watching.